सबैजनालाई नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्रान्ड ब्लगमा। सो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ मेला जान लागिरहेको छु। मेला चाहिँ भोलि हो। अनि आज चाहिँ राँगाहरू लगेर आज भरे काट्नुपर्ने हुन्छ 2-3 बजी। सो साथीहरू त्यही मेलाको लागि अब जाँदैछु। अनि मेलामा के कस्तो हुनुहुन्छ आफ्नो बिजनेस होइन। मैले चाहिँ 2 जना मान्छे राखेको छु। अनि एकजना काट्ने अनि एकजना पानी बोक्ने हेल्पर राखेको छु है। अनि सो हजुरहरूलाई मेलाको अपडेट गराउने छु के कस्तो लाग्छ है। ब्लग चाहिँ अब मेलाकै मात्र आउने छ है। साथीहरू हेर्दै गर्नु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। मेरो चाहिँ यहाँ तयारी भइसक्यो, बाल्टी छ, अनि यहाँ सुत्नको लागि गलैँचा, अनि मासु राख्नको लागि कार्पेट, अनि प्लास्टिक, अनि भाँडाकुँडा चाहिँ अचानहरू त्यहाँभित्र छ। अनि यहाँ चाहिँ मैले लुगाहरू पारिसकेको छु। यहाँ जुत्ताहरू जाडोमा अहिले चप्पलमा जान्छु, हाफप्यान्टमै जाने हो। बेलुका चाहिँ कपडाहरू चेन्ज गर्नुपर्ने हुन्छ चिसोले गर्दाखेरि। ल त साथीहरू, हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ सुब्बा ब्लगमा। आज चाहिँ म यहाँ 17 गते, हाम्रो भोलि 18 गतेको मेला हो। सो साथीहरू यहाँ चाहिँ मैले राँगा काट्नको लागि मेरो यहाँ पसल राखेको छु। यहाँ मेरो कालीगढले मेरो मासु सकाउने मेरो साथी हुनुहुन्छ भाइ, उहाँलाई मैले पानी छानी सबै रेडी तातो तताउन लगाइरहेको छु। बाल्टीमा पानी, अनि मैले कार्पेट लिएको छु। यो कार्पेट चाहिँ धोएको छुइनँ, यहाँ मासु ट्याक्कै काट्ने। अनि त्यो भाइहरू यहाँ सुत्छ, अनि म चाहिँ सुत्नु पाउँदिनँ, तन्नाले बारेको छु है साथीहरू। यहाँ अब आजदेखि चलमल मेरो राँगा चाहिँ भन्नुहुन्छ भने उहाँ बानिरहेको छु। ऊ पर तिनवटा छ, यो एउटा काट्ने, भोलि एउटा भनेर सोचेको छु। अनि हाम्रो यहीँ सबै छिमेकी, हाम्रो मेरै भेनाको दोकानहरू यहाँ सबै छ। आजदेखि चाहिँ अब सुरु मेला लाग्ने मान्छेहरू आउने, सबलाई होटललाई सबलाई मासुको अर्डर दिइसकेको छु, सबैलाई भनेको छु है साथीहरू। भोलि चाहिँ ठुलो हो। अच्छा ठीक है। ल हामीले साथी राँगा पनि ढालिसकेको छौँ, पुछाएर ढालिसक्नु भएको छ। अब यसलाई छाला काट्ने हो है टक्कै। फाइनली साथीहरू सबै काम कुरोहरू गरिसक्यो। अब राँगा ढाल्नु बाँकी छ। यी सबै आँखाहरू पनि चौरी परेर त्यस्तै छ। बिहानको 4 बजी उठेको होइन, सुताइ छैन। यी सबै धुलोले अब नुहाइ गर्नुपर्ने, राँगा काट्नुपर्ने, यस्तो हुन्छ, बिजोक हुन्छ नि, दुखी आत्मा हुन्छ। यो मेलातिर चाहिँ यस्तै अनिन्दोहरू सबै हुन्छ साथीहरू। 2 जना मान्छे राखेको छु काट्नुको लागि, एउटा हेल्पर, अनि म चाहिँ अब त्यहाँ मासुको पैसाहरू उठाउनु पर्ने हुन्छ होइन। अनि त्यही भएर चाहिँ म भ्याउँदिनँ, तर पनि सकाइरहेको छु, सबै मैले गरिरहेको छु। सो साथीहरू हेर्नुहोस् है मेलाको। एभ्रिवान, हामी चाहिँ यहाँ 2 भाइको लागि खाना पकाउँदैछौँ। यहाँ मेरो सहकर्मी कञ्चन अनि म मेरो खाना पकाउँदैछौँ। अब यहाँ छ मासु है। अब मेला चाहिँ भोलि हो है, 18 गतेको हो, तर यहाँ निकै आजदेखि नै सुरु भइसकेको छ, धेरै हो साथीहरू। मैले चाहिँ धमाधम मासु बेच्दैछु है। अब एक पोको छ, 3टा खुट्टा गइसकेको छ होइन। यहाँ दाजु हुनुहुन्छ, अनि यहाँ भतिज मेरो काम गर्ने, अरूको हाम्रो बडा पुसाइ चाहिँ उता जानुभएको छ। अनि धमाधम बेच्दैछु। यता होटलको भइरहेछ, म चाहिँ योसँग अनुहार पनि बिहा हालत छ, बेग हेरिरहेको छु, गर्दैछु बिजनेस। रात परिसक्यो, चिसो गाडिसक्यो, यस्तै छ है साथीहरू बजारको व्यापार। मर्निङ एभ्रिवान, गुड मर्निङ। हामी बिहान उठिसकेका छौँ मेलामा। अहिले पनि हामी यही मासु नै खटिरहेको छौँ, मासुमै। यहाँ व्यापारीहरूको चलमल सुरु भइसकेको छ। आइसक्नु भएको छ, कस्मेटिकको पसल यता राख्दै हुनुहुन्छ। आजको 18 गतेको ठुलो मेला हो। अनि यता चाहिँ राँगा सुँगुर बनाउँदै हुनुहुन्छ हो, पुरा छोरी मान्छेहरू खटिरहेछ। भर्खर सुरु हुँदैछ, यो बिहानको समय चाहिँ भर्खर सुरु हुँदैछ। अब भरे चाहिँ घमासा भइहाल्छ खेल। राति पनि घमासा भएको थियो डाइसहरूको एकदम। बन्दैछ राजेश मिठाई जेरी, तातो तातो जेरी है। खै बुवा ए जेरी प्याजी पाक्दैछ।
बिहानै बनाइपर्ने हुन्छ, भ्याउँदैन फेरि दिउँसो त भिड हुन्छ। साथीहरू भर्खर चलमल सुरु भइसकेको छ मेलामा, देख्न सक्नुहुनेछ। भर्खर सुरु हुँदैछ। अब यहाँ दर्शकहरू पनि सबै धुलोले मार्यो। अब भरे धान नाच्ने होला होइन साथीहरू, भरे चाहिँ धान नाच्ने, अनि अब अझै भिड हुन्छ। अहिले त सिम्पल हो यो। ल साथीहरू यहाँ मायाको चिनोहरू पनि ल्याउनु भएको छ सोल्टिनीहरूलाई। सोल्टालाई भरे बेलुका चाहिँ घम्सी तान्न हुन्छ। र नवीन साथीले यहाँ चाहिँ के प्याजी बनाउनु आँटेको हो, के हो? पकौडा प्याजी। ल साथीहरू म यहाँ भिजिट गराउँदैछु हाम्रो गाउँको मेला। यहाँ पुलमा यहाँ पुलतिर जाँदैछु साथीहरू। हेरौँ न यहाँ कत्रो पुल माथिबाट आएर चट्टै हेर्नु त कत्रो छ है। अस्ति यो चाहिँ सबै बाढी पसेको थियो। अस्तिको मैले भ्लगमा लगाएको थिएँ साथीहरू। यो सबै बाढी पसेको हो, डाङडुङ बाढी पसेर होइन। उयो माथिको पुल चाहिँ भत्कायो पानीले बगाएर। त्यसको पनि मैले हजुरहरूलाई उयो माथिको अनि अपडेट गराएको थिएँ। ल साथीहरू यस्तै छ है। हेर्नु त आमाले चिक्ली चाहिँ हलिँदैछ। हालती साथीहरू हजुरहरूलाई देखाएँ मैले। हेर्नु त माथि यसको स्टेसन कहाँ पो तिमीहरूको नानीको घर त? चिसापानी सोयाको हो ए। अनि घर गएको ए फोटो खिच्नु गएको बरफ खाँदै आइसक्रिम। अनि तँ चाहिँ एक्लै गएको को पछाडि? कौन है ये लोग, कहाँ से आते हैं? साथीहरू यो चाहिँ रातको दृश्य हो। यो माई नगरपालिका 9 गुनगुने मेलाको 18 गतेको भव्य मेला लागिरहेको अवस्था छ। जाडोमा हरे मकै दामी आगो पनि तात्ने भयो, मकै पनि बिक्री हुने भयो। दुईटै हातमा लड्डु होइन। ल ठिक छ ओके। ल साथीहरू यहाँ आजको यो बेलुकाको साँझको दृश्य। पान पनि चट्टै खानेलाई पान बनारसी पान खाइके पान बनारसी वाला साथीहरू। मैले चाहिँ मेरो सकेँ साथीहरू। मैले चाहिँ मेरो राँगा चाहिँ काटिसकेँ होइन। काटिसकेर म चाहिँ त्यहाँ खाटहरू पुऱ्याइदिएर आएको। त्यो मासु काट्ने खाटहरू धेरै मान्छेको घुइँचो चाप छ यहाँ। यहाँ धान नाच्ने होला। ए कता कुदिरहेको छस्? ए यस्तै हो केटाहरू यहाँ आयो भने कैद भयो तिमीहरूको। च्याप्रुङ बनाउँछ
मालम ल साथीहरू यहाँ हाम्रो बुढी आमा अनि हाम्रो बाजे अनि यहाँ दाजु यहाँ चाहिँ पुरा धान नाचिराखेको छ है लिम्बूको सांस्कृतिकमा एकदम यहाँ 3 जना चाहिँ ल साथीहरू फाइनली मेरो खाली भइसक्यो मेरो मासु काट्ने उयो ए सोल्टीला त्यहाँ के छ अनि मलाई चाहिँ टमीले पर्खिरहेछ यहाँ अब घर जानुलाई अब एकछिन घुमेर घर जान्छौँ मासु पनि सबै नपुगेर